सञ्चालिका जिल्ला सभा झापाद्वारा आयोजित महामानव डाक्टर गोपाल गुरुङज्यूको 91औं जन्मोत्सव समारोहका सभाध्यक्ष महोदय, त्यसैगरी यस कार्यक्रमका प्रमुख अतिथि संगठनका श्रद्धेय प्रेसिडेन्ट मिस्टर बुद्धराज बेचीज्यू, त्यसैगरी व्यास महासंघ सम्पूर्ण अतिथिगण, यस कार्यक्रमलाई सभ्य र भव्यताका साथ सफल तुल्याउन विभिन्न तहबाट पाल्नुहुने तपाईँ सम्पूर्ण मङ्गोल नेता तथा कार्यकर्ता र आजको यस कार्यक्रम जस्ताको तस्तै दूरदराजसम्म सम्प्रेषण गर्नुहुने तपाईँ पत्रकार महोदय, सम्पूर्णमा म मङ्गोल नेसनल अर्गनाइजेसन तर्काइको सभाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट क्रान्तिकारी जुझार सल्युट टक्राउन चाहन्छु। स्वीकार दिनुहोस्। जय मङ्गोल। आज कुनै एक व्यक्तिको भौतिक शरीर यो सांसारिक दुनियाँमा नरहँदा पनि तपाईँ हामी कुनै व्यक्तिको जन्मोत्सव मनाउन किन आतुर भएर उपस्थित भएका छौँ? तकरिबन 1 दशक पुरा भइसकेको छ भौतिक शरीर यो सांसारिक दुनियाँमा छैन। फेरि पनि हामी उहाँप्रति आत्मविभोर भएर हृदयबाटै उहाँको जन्मोत्सव समारोह मनाउन उपस्थित भइरहेका छौँ। यसको कारणहरू केही त पूर्ववक्ता साथीहरूले बताइसक्नु भएको छ र युगले यस्ता युग पुरुष र यस्ता महामानवहरू शताब्दीपछि मात्र जन्माउँछ, जसका कारण आज तपाईँ हामी उहाँ नभन्दा पनि उहाँप्रतिको एउटा समर्पण श्रद्धा अर्पण गर्न, उहाँको जन्मोत्सव मनाउन यहाँ उपस्थित भएका छौँ, जसले एउटा परिकल्पना गरेर मङ्गोलवाद दर्शनको जन्मपात गर्यो यो धरतीमा, जसले यो धरतीको आगमन आजै 27 कै दिन भेटेको थियो र त्यो दर्शन, त्यो विचार आज तपाईँ हाम्रो मन र मस्तिष्कको एउटा जोडन भएको छ, जुन जोडनका कारण तामाङ राईसँग, राई लिम्बूसँग, लिम्बू मगर गुरुङ, मेचे दुमा आदि इत्यादि सम्पूर्ण समुदाय एउटै भावनाले जोडिएको छौँ। त्यो भावना हो मङ्गोल भावना। हामी यहाँ उपस्थित धेरैलाई थाहा छ, हिजो जबसम्म हामी मङ्गोलवाद दर्शनको अनुभूति थियौँ, मङ्गोलवाद दर्शनलाई अनुसरण गरेका थिएनौँ, जोडिएका थिएनौँ, त्यति बेलासम्म मैले मलाई चिनेको थिएन र हाम्रो समुदाय बीच एक आपसमा छुटफुट विभेद, एकले अर्कालाई हेर्ने हाम्रो दृष्टिकोण पनि फरक थियो। आज एउटा महापुरुष जसले हामी तपाईँलाई तेस्रो नेत्रदान दिनुभएको छ, जुन नेत्रका कारण आज तपाईँ हामी हिजोका आगत विगत सबै कुराहरूलाई बिर्सेर एउटै मङ्गोल भावनाले यहाँ उपस्थित भएका छौँ र आजको यस विशेष कार्यक्रममा मैले मूल बाटोबाट यत्रतत्र
छरिएर मूल बाटोबाट एकत्र छरिएर गइरहनु हुने मङ्गोल समुदायकै मेरा आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई आजको विशेष यस महामानवको जन्मोदयको दिन सैद्धान्तिक एउटा प्रतिपादक जन्मकै अवसरमा दुई चार शब्दको एउटा कविता पनि यहाँ लिएर आएको छौँ र यहाँहरूमा म यस कवितालाई वाचन गर्ने अनुमति दिँदै म यस कवितालाई वाचन गर्न चाहन्छु। कविताको शीर्षक छ आफ्नै किता हुन्छ। कति बन्छौ गोठालो, कति बन्छौ खेतालो, रक्त पिपासु मालिकको कति बन्छौ रखवालो। आफै हिँड्ने बाटो छैन, अरूलाई के हिँडाउँछौ। वंशगद्दार गर्दै तिमी जरालाई चिनाउँछौ। वंशगद्दार गर्दै तिमी जरालाई चिनाउँछौ। मङ्गोलवाद सुनाउँदा कान्तातो लाएनौ। पिछालको पनि हिँड्दा भाग पनि पाएनौ। नवारेको नपारेको घर घाटको बन्यौ। मुक्ति खोज्ने हातहरूलाई जातिवादी भन्यौ। मुक्ति खोज्ने हातहरूलाई जातिवादी भन्यौ। न सुनिश्चित भविष्य छ, न वर्तमान राम्रो। मुटु काट्ने तत्त्वलाई अझै भन्छौ हाम्रो। आफ्नो पराई नछुट्याउने कस्ता तिम्रा आँखा। मङ्गोल नस्ल भएर नि बोल्छौ उसकै भाका। मङ्गोल नस्ल भएर नि बोल्छौ उसकै भाका। कति भुत्ते तिम्रो विचार ज्ञानको धनी बन। ढिलो भयो अबेर छैन माझ आफ्नो मन। सत्य तथ्य बुझ्ने गर अरूलाई सुनाऊ। जे हुनु भयो अब आफ्नै किता बनाऊ। जे हुनु भयो अब आफ्नै किता बनाऊ। भोट दिने मात्र बन्यौ, माग्ने पनि बन। आफूको चिन्ने गर अरूलाई भन। जस्तै हो तिमी पनि के छ तिम्रो कमी। आफ्नै देशको शासक बन आफन्तैमा जमी। आफ्नै देशको शासक बन आफन्तैमा जमी। उचालेको बुझ्ने गर फकाएको बुझ। सिकारीले चारो हाल्दा खबर गर्दै कुद। नपाएर के नै भुर बाटो बन्छ भुरालाई। सुन गुण अनि भन हरेक पटक कुरालाई। सुन गुण अनि भन हरेक पटक कुरालाई। आऊ कान्छा नुहाएर आखिर मेरै भाइ हो। मूल ढोकामै पर्खिराछु यो सब तिम्रै लागि हो। तमले कुरा बुझ्यादिन हाम्रो जित हुन्छ। मङ्गोलवादको दूरदर्शनले चोमालुङमा छुन्छ। मङ्गोलवादको दूरदर्शनले चोमालुङमा छुन्छ। चोमालुङमा छुन्छ। चोमालुङमा छुन्छ। हार्दिक धन्यवाद। यसै कविताको साथसाथै मेरा भाइहरूलाई तपाईँहरूमा चाहिँ गीत मार्दै अहिलेलाई पनि म बिदा हुन चाहन्छु। सबैको दिन शुभ रहोस्। सबैमा जय मङ्गोल।